अहिले त्रिभुवन माध्यमिक विद्यालय कोलपुर बाँकेबाट 80-82 मा उत्कृष्ट नतिजा हासिल गर्ने, उत्कृष्टमा पनि अझै 4 GPA सामुदायिक विद्यालयबाट 4 GPA ल्याउने छात्रा आशिका थापासँग छु। उहाँ यस विद्यालयमा आज विशेष कार्यक्रम गरेर पनि उहाँलाई एउटा सम्मान कार्यक्रम गरियो र उक्त सम्मान कार्यक्रममा कोलपुर नगरपालिका आदरणीय नगर प्रमुख, प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, सामाजिक विकास समिति संयोजक, विद्यालय व्यवस्थापन अध्यक्ष लगायत सम्पूर्ण उपस्थित थियो र अभिभावकहरू उपस्थित थियो र एससी पास गरेका छात्रहरूको उपस्थित रहेको थियो र हामीले उत्कृष्ट उक्त कार्यक्रम विद्यार्थीहरूलाई भव्य कार्यक्रम बिचमा सम्मान गरिएको थियो। अहिले आशिका छात्रा हामीसँग हुनुहुन्छ। उहाँले 4 GPA प्राप्त गर्नको लागि के कसरी अध्ययन गर्नुभयो भन्ने बारेमा आफ्नो विचार व्यक्त गर्न धारणा राख्न अनुरोध गरे। नमस्कार, म आशिका थापा, 2082 साल एससी 4 GPA। म चाहिँ श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा हुँ र एससी 2082 मा मैले 4 GPA ल्याउनलाई मैले मेहनत पनि गरेको थिएँ। 4 GPA ल्याउनको लागि चाहिँ पहिला सुरुमा सम्पूर्ण सबै विषयहरूको राम्रोसँग कन्सेप्ट बुझ्नुपर्छ। कन्सेप्ट बुझेर नै सबै कुरा प्रश्नहरू हल गर्न सकिन्छ। अनि विशेष गरी इङ्ग्लिस, नेपाली र सामाजिक जस्ता भाषागत विषयहरूमा चाहिँ हामीले आफ्नो क्रिएटिभिटी, आफ्नो सृजनात्मक सिपलाई चाहिँ हामीले बढाउनुपर्छ। हामीले आफ्नो भित्रको सृजनात्मक सिपलाई बढाउनुपर्छ र साइन्स, म्याथ र अप्सनल जस्ता सब्जेक्टहरूको लागि चाहिँ धेरैभन्दा धेरै प्र्याक्टिस गर्दै जाने। पढ्नेको कुराहरूलाई चाहिँ धेरैभन्दा धेरै प्र्याक्टिस गर्दै जानुपर्छ। सुरुबाट नै गर्दै जाने हो। अनि साइन्सको लागि चाहिँ सर्वप्रथम पहिला सुरुमा राम्रोसँग कन्सेप्ट बुझ्ने र पढेर मात्र हुँदैन, पढेको कुराहरू लेख्न पनि पर्छ। घर गएर साइन्सका केही क्वेसनहरूको एन्सर दिने शैली फरक हुन्छ। त्यसको लागि विभिन्न बुकैबाट पनि गर्न सक्यो, विभिन्न म्यानुअलबाट पनि गर्न सक्यो। पहिला पढेको कुराहरू चाहिँ एन्सर लेख्न सिक्नुपर्छ र यो कुरा सक्दोसम्म बढी प्र्याक्टिस गर्ने, समयलाई खेर फाल्दै नफाल्ने, विभिन्न सेटहरू, बुकहरू, आफ्नो बुकहरूबाट प्र्याक्टिस गर्ने, सेटबाट प्र्याक्टिस गर्ने र मिहिनेत गर्दै जाँदाखेरि चाहिँ एससी 4 GPA ल्याउन सकिन्छ भन्ने मेरो धारणा रहेको छ। र म यस त्रिभुवन नमुना माध्यमिक विद्यालयबाट कक्षा 8बाट पढेको हो। म 8, 9, 10 मा त्रिभुवन माध्यमिक विद्यालयबाट पढेको हो र मलाई यहाँ आएदेखि चाहिँ म पहिला चाहिँ कस्तो थिएँ, अहिले कस्तो भएको कुरा चाहिँ म अनुभव गर्दैछु। गभर्मेन्ट स्कुलमा पढ्दै गर्दाखेरि यहाँभन्दा पहिला धेरैहरू र्युमरहरू सुनिन्थ्यो, धेरै कुराहरू सुनिन्थ्यो। तर यहाँ आइसकेपछि मलाई के लाग्यो भने चाहिँ मेहनत आफ्नो गर्नुपर्छ, विद्यालयले फरक पर्दैन। र त्रिभुवन माध्यमिक विद्यालयले मलाई आफ्नो व्यावहारिक ज्ञानलाई चाहिँ बढाउनको लागि पनि एकदमै सहयोग गरेको। यहाँका शिक्षकवर्गहरू, प्रधानाध्यापक लिएर सम्पूर्ण त्रिभुवन माध्यमिक विद्यालय परिवारलाई नै म एकदमै धन्यवाद दिन चाहन्छु। र केवल किताबी ज्ञान मात्र नभएर मैले यहाँबाट व्यावहारिक ज्ञान पनि सिकेको छु। समाज, राष्ट्रको लागि धेरै विभिन्न कुराहरू मैले सिक्ने अवसर पाएँ। त्यसको लागि धेरै धेरै धन्यवाद। उत्कृष्ट नतिजा ल्याउनको लागि विद्यालयको मात्र भूमिका रहन्छ कि घर परिवारको भूमिका रहन्छ? तपाईँले उत्कृष्ट नतिजा ल्याउनको लागि विद्यालय तर्फबाट, घर तर्फबाट के कस्तो योगदान प्राप्त गर्नुभएको छ, प्रेरणा प्राप्त गर्नुभएको छ र यसको सफलताको श्रेय मुख्य गरी कसलाई दिन चाहनुहुन्छ? एउटा विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउनलाई त्यहाँ चाहिँ पहिला 90% उसको आफ्नो मेहनत हुन्छ भने 10% विद्यालयको मेहनत हुन्छ। विद्यालयले जति दिन्छ त्योभन्दा त्रिबल चौबल हामीले मेहनत गर्नुपर्छ। घर परिवारबाट पनि उत्तिकै अभिभावकहरूले धेरै बच्चालाई प्रेसर नगर्ने, साथ सहयोग गर्नुपर्छ। र म आफ्नो यो सफलतामा चाहिँ म विद्यालय टिम, मेरो अभिभावक सम्पूर्णमा चाहिँ म यसको श्रेय दिन चाहन्छु। कुनै एउटा व्यक्तिगत रूपमा म कसैलाई श्रेय दिन चाहँदैन। 4 GPA प्राप्त गर्नुभयो। आगामी वर्षमा पनि यस्तै गरी 4 GPA प्राप्त गर्नको लागि के कसरी गर्न सकिन्छ भनेर विद्यार्थी भाइ बहिनी, हाम्रो विद्यालय लगायत सम्पूर्ण विद्यार्थी भाइ बहिनीलाई के कसरी सल्लाह सुझाव दिन चाहनुहुन्छ? संक्षेपमा राख्नुहोस्। अब आउने एससी दिने परीक्षार्थीहरूलाई, विद्यार्थीहरूलाई चाहिँ म के सन्देश दिन चाहन्छु भन्दाखेरि मेहनत गर्ने, आफूले मेहनत गर्ने हो। टिचरको भर पर्ने होइन, आफ्नो स्किल्सहरूलाई डेभलप गर्ने, नयाँ कुरा सिक्ने, टिचरलाई इज्जत गर्ने, टिचरको रेस्पेक्ट गर्नुपर्छ, टिचरबाट नयाँ कुराहरू सिक्नुपर्छ। मेहनत आफैले नै गर्ने हो, अब अरूको भर परेर हुँदैन। म यही नै अब आउने एससी विद्यार्थीहरूलाई चाहिँ म एकदम शुभकामना व्यक्त पनि दिन चाहन्छु। अबको लागि एकदम धन्यवाद छात्रा आशिका थापा। आगामी दिनमा अझै उच्च शिक्षा अध्ययन गर्न बाँकी नै छ। उच्च शिक्षामा पनि अझै योभन्दा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयको नाम नेपाल मात्र नभएर विदेशमा राख्न पनि पक्कै पनि योगदान गर्नुहुन्छ भन्ने विद्यालय तर्फबाट अपेक्षा गर्छु र आगामी दिनमा प्रगतिको थप कामना व्यक्त गर्न चाहन्छु। हस्त धन्यवाद। धन्यवाद। थ्याङ्क यू।